पढ्नलाई उमेरले छेक्दैन भन्ने भनाइलाई चरितार्थ गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर 9मा एउटा यस्तो विद्यालय सञ्चालनमा छ जसले इतिहासमै नयाँ क्रान्ति ल्याएको छ। त्यो हो मनोमैजु महिला माध्यमिक विद्यालय। बाल्यकालमा विविध सामाजिक बन्धन, गरिबी, घरायसी बाध्यता वा सानै उमेरमा विवाह भएका कारण अक्षर चिन्न नपाएका र पढ्ने रहर मनमै दबाएर बसेका आमा तथा दिदीबहिनीहरूको लागि यो विद्यालय एउटा वरदान साबित भएको छ। घुम्टो र चुलो चौकोबाट निस्केर काँधमा जिम्मेवारीको झोला र हातमा कापी कलम बोकेर यहाँ आउने आमाहरूको कथा साँच्चै नै हृदयस्पर्शी र प्रेरणादायी छ। परिपक्व उमेरका महिलाहरूलाई सिकाउनु, उनीहरूको पारिवारिक तनावलाई बुझ्नु र उनीहरूलाई नियमित विद्यालय आउने वातावरण मिलाउनु सामान्य चुनौती होइन। यस चुनौतीपूर्ण तर पवित्र कार्यको नेतृत्व गरिरहनु भएको छ प्रधान अध्यापक कल्पना सापकोटाले। विद्यालयको स्थापना, उद्देश्य र अहिलेसम्मको यात्राबारे उहाँको अनुभवहरू सुनौँ। हस्, नमस्कार। मेरो नाम कल्पना सापकोटा। म चाहिँ यो मनोमैजु महिला विद्यालयमा चाहिँ 2064 साल वैशाख 8 गते यो विद्यालयको त्यो बेला चाहिँ परराष्ट्र मन्त्री साहना प्रधानजी हुनुहुन्थ्यो। उहाँले चाहिँ उद्घाटन गरेर वैशाख 9 गते 2064 वैशाख 9 गतेबाट चाहिँ सुचारू रूपमा चाहिँ कक्षा 1 देखि 3 सम्म 3टा क्लास चाहिँ हामीले स्टार्ट गरेका थियौँ। अनि त्यो बेलामा चाहिँ यता झापाको एकजना कमला पर्साई भन्ने म्याम हेड टिचर हुनुहुन्थ्यो। त्यसपछि दुई वर्ष उहाँले चाहिँ प्रको कार्यभार सम्हाल्दै गर्दाखेरि उहाँले शिक्षामा यता शिक्षा मन्त्रालयमा चाहिँ नाम निकाल्नु भयो र उहाँ छोडेर जानुभयो। त्यसपछि मेरै नाम गरेको कल्पना थापा हुनुहुन्थ्यो। उहाँले पनि 2 साल प्रको कार्यभार सम्हालेर उहाँ पनि बाहिर जाने सिलसिलामा चाहिँ छोड्नुभयो, विस्थापित हुनुभयो। त्यसपछि मैले 2068 साल जेठ 2 गतेबाट नै विद्यालयको प्रको कार्यभार सम्हाल्दै आइरहेको छु। यस कार्यभार सम्हाल्दै आइरहँदा विभिन्न चुनौतीहरू चाहिँ खेप्दै आयो, खेप्दै आएँ। त्यसपछि बिचमा हामीलाई चाहिँ एकदम अस्तव्यस्त नै भयो, विद्यालय अब चलाउन सकिँदैन कि भन्ने अवस्था पनि भयो। अनि त्यसपछि नगरपालिकामा चाहिँ नगर शिक्षा आइसकेपछि चाहिँ केही अथवा भएको छ र विद्यार्थीहरूसँग पनि हामीले हल्का फिल लिएका थियौँ। त्यो पनि नगर शिक्षाको हाकिम साहब प्लस नगर प्रमुख र नगर उपप्रमुख आएर चाहिँ जुन हामीले लिइरहेको विद्यार्थीहरूसँग हल्का त्यो शुल्क पनि उहाँहरूलाई नलिने, अब उहाँहरूले निःशुल्कै पढ्न पाउनुहुन्छ भनेर चाहिँ भन्नुभयो र विद्यार्थीहरू चाहिँ एकदम खुसी साथ पढिराख्नु भएको छ। अहिले हाल यो नयाँ सेसनमा चाहिँ हामीले लगभग विद्यार्थी पास क्लास वाइज एक्जाम दिएर पास गर्ने विद्यार्थीहरू चाहिँ 175 जना हुन्थ्यो र नयाँ अहिले थपिनु भएको विद्यार्थी सहित गर्दाखेरि 225 जना जति चाहिँ यहाँ विद्यार्थी पढ्दै हुनुहुन्छ। हामीले 1मा चाहिँ अलिक विद्यार्थी रेगुलर आइराख्नु भएको हुँदाखेरि उहाँको पढाइ कसैको अलि अगाडि बढिसकेको अवस्था, कसैको चाहिँ जेरै लेभल हुँदाखेरि 2टा सेसन चलाएको छौँ, 1A र B भनेर क्लास 1मा। त्यसपछि 2, 3 हुँदै अहिले चाहिँ 8 क्लाससम्म चलिरहेको छ। विद्यार्थीहरू चाहिँ एकदम खुसी साथ नै पढिराख्नु भएको छ। अहिलेको अलिकति कोठाको अभाव, यो गर्मीको हुँदाखेरि माथि चाहिँ जस्ताको छानो हुँदाखेरि माथिल्लो एउटा क्लास चलाइरहेका छौँ हामी, 3 क्लास। त्यो क्लासमा चाहिँ अलिक गाह्रो भइरहेको अवस्था छ र हाम्रै विद्यार्थी दिदीबहिनीहरूकै सरसहयोगबाट चाहिँ हामीले फ्यानको उपहार स्वरूप फ्यान पाएका थियौँ। त्यही फ्यानहरू चाहिँ क्लासमा 1 फ्यान राखेर चाहिँ समस्या हामीले समाधान गरिरहेको अवस्था छ। हाम्रो विद्यालयमा चाहिँ सुरुकालमा त हामीले सब फ्री नै भन्ने थियो र
2064, 65, 66 3 सालसम्म त विद्यार्थीहरू एकदम खचाखच नै हुनुहुन्थ्यो। हामी माथि यो अहिले जुन भइरहेको 8 नम्बर वडा कार्यालयमा चाहिँ हाम्रो विद्यालय सञ्चालन थियो। त्यो बेला चाहिँ गाविस भवन थियो। त्यहाँ चाहिँ 225 जना विद्यार्थीहरू हुनुहुन्थ्यो। अनि बिस्तारै पछि हामीले चाहिँ व्यवस्थापन गर्न गाविस पनि तलब भत्ताको रूपमा भनेर दिन नसक्ने अवस्था। अनि जुन जिल्ला शिक्षाले दिने अनुदान पनि विद्यार्थी सङ्ख्याको आधारमा दिने हुँदाखेरि त्यो बेलामा त्यस्तो खासै पनि थिएन, अनुदान पनि थिएन। त्यसले गर्दा हामीलाई अस्तव्यस्तै भयो, के विद्यालय चलाउन अस्तव्यस्तै भयो। अनि हल्का हामीले चाहिँ फी लगाउने भन्ने हिसाबमा जाँदाखेरि विद्यार्थी जीवन फेरि खस्किनु भएको अवस्था भयो है। अनि त्यसपछि हामीले 67 सालबाट चाहिँ अनि फेरि विद्यार्थीहरूलाई नै उहाँहरूलाई राखेर नै पढ्ने हो, तपाईँको पढ्ने इच्छा छ भने त केही शुल्क पनि तिर्नलाई तयार हुनु पऱ्यो, विद्यालय चलाउनु त अस्तव्यस्तै भयो भनेर चाहिँ गाविसको सचिवज्यूको रोबरमा बसेर हामीले विद्यार्थीसित चाहिँ हामीले कुरा राख्दाखेरि हामीले पढ्ने इच्छा छ, हामी चाहिँ सधुबुधो हल्का फी तिरेर चाहिँ हामी पढ्न चाहन्छौँ भन्नुभयो। त्यसपछि हामीले चाहिँ उहाँहरूलाई हल्का मासिक 100 रुपियाँ लिएर चाहिँ 4 वर्ष जति हामीले चाहिँ चलायौँ। अनि त्यसपछि आएर यो जुन नगरपालिकामा चाहिँ नगर शिक्षा आइसकेपछि चाहिँ हाम्रो विद्यार्थी दिदीबहिनीहरूलाई चाहिँ एकदम सहज अवस्था भएको छ। मेयर, उपमेयर प्लस नगर शिक्षाका हाकिम साहब आउनु भएर चाहिँ विद्यालयलाई चाहिँ जुन विद्यार्थीहरूले पढाइकोदेखि लिएर टोयलेट भयो, भौतिक पूर्वाधारका कुराहरूमा पनि धेरै सुधार भएको छ। अब बाँकी गर्नु त धेरै नै बाँकी नै छ, तापनि पहिलाको अवस्थामा चाहिँ हामी धेरै सहज अवस्थामा चाहिँ आइरहेका छौँ। अब आउँदा दिनमा पनि नगरपालिका प्लस नगर शिक्षाले चाहिँ यस विद्यालयलाई चाहिँ अगाडि बढाइदिनुहुन्छ भन्ने चाहिँ सरसहयोग गरेर चाहिँ जुन विद्यार्थीको इच्छा चाहना र शिक्षकहरूको जुन खटाइलाई चाहिँ बुझेर विद्यालयले चाहिँ अगाडि बढाइदिनुहुन्छ होला, विद्यालयको अवस्था चाहिँ राम्रो पारिदिनुहुन्छ होला भन्ने चाहिँ हामीले पूर्ण आशा गरेका छौँ। हजुर, यसपालिको 8 क्लासको रिजल्ट हामीले चाहिँ होप थियो 3 जना चाहिँ पक्कापक्की नै पास गर्नुहुन्छ भन्ने थियो। तर चाहिँ उहाँ अलिकति एजेड महिला दिदीबहिनी हुँदाखेरि अलि हतोत्साही बन्नुभयो उहाँहरू होइन। अबले आज जति हामीले चाहिँ उहाँलाई सम्झाइ बुझाइ गरेर चाहिँ हामीले जति होप गरेका थियौँ त्यो अनुसारले चाहिँ उहाँले रिजल्ट दिन सक्नु भएन। त्यसले गर्दाखेरि यो पालालाई चाहिँ हामीले विद्यार्थी पास गराउनलाई सकेनौँ। यसमा हामी चाहिँ एकदम दुःखी छौँ। कतिजनाले दिनुभएको थियो? 7 जनाले दिएको थियो। 3 जनाले चाहिँ हामीले पास गर्नुहुन्छ भन्ने हाम्रो होप थियो। तर चाहिँ उहाँहरूले 3 विषय लाग्ने, कसैलाई 4 विषय लाग्ने भयो। त्यसले गर्दाखेरि हामीले उहाँ फेरि अहिले चाहिँ 8मै फेरि दोहोऱ्याएर पढ्दै हुनुहुन्छ। अनि अर्को वर्षको योजना के छ? 9 क्लास थपिने हो कि होइन, सीसम्म यहाँबाट लानुहुन्छ कि के छ तपाईँको योजना? अब विद्यार्थीहरूको चाहनाअनुसार त हामीले 8 क्लासको विद्यार्थीहरू चाहिँ यो पालामा चाहिँ 11 जना हुनुहुन्छ। उहाँहरूमा पनि 7 जना त एकदम पढ्ने एकदम ट्यालेन्ट नै हुनुहुन्छ। त्यो हुँदाखेरि पक्कापक्की नै हामीले चाहिँ यसपालिको रिजल्ट चाहिँ राम्रो दिन सक्छौँ भन्ने हाम्रो आशा छ। त्यो 7 जना विद्यार्थी पास हुनुभयो भने चाहिँ हामी 9 को लागि चाहिँ पहिला मेयर साहबले पनि बोली दिइसक्नु भएको छ। एसीसम्म दिने यस विद्यालयबाट चाहिँ दिने हामी गराउँछौँ, तपाईँ निर्धक्कसँग पढाउनुहोस् भनेर चाहिँ उहाँहरूले बोली दिनुभएको हुनाले त्यही आशामा नै हामीले चाहिँ विद्यार्थीहरूलाई चाहिँ अगाडि बढाइराखेका छौँ। हजुर, गाह्रो त एकदमै गाह्रो छ होइन। कति दिदीबहिनीहरूलाई चाहिँ एउटा चाहिँ पेन्सिल समाउनै नसक्ने अवस्थाको, हातै कामी रहने अवस्था पनि कतिको हुन्थ्यो। अनि उहाँहरूलाई चाहिँ हामीले चाहिँ हात समातेर पनि एउटा के अरे क लेख्नको लागि एउटा पहिला लट्ठी तानेर गोलो बनाएर यसरी झार्नुहोस् भनेर चाहिँ हातै समातेर चाहिँ गरेको अवस्था पनि छ कतिपयलाई चाहिँ। कतिपय दिदीबहिनी चाहिँ इच्छा हुँदाखेरि हल्का पहिला स्कुल जानुभएको अनि त्यसपछि बिचमा लामो समय छोडेर फेरि आउनुभएको अवस्था हुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ केही सहज पनि भएको छ। र त्यही हातै समाउने अवस्थाकालाई पनि उहाँहरूको इच्छा र चाहना देख्दाखेरि चाहिँ त्यो दुःख पनि हामीलाई चाहिँ सामान्य लाग्दो रहेछ है। उहाँको पढ्ने
जुन इच्छा देख्दाखेरि चाहिँ त्यो दुःख पनि हामीले बिर्सेर चाहिँ पढाइराखेका छौँ। हजुर, विगत योभन्दा 4 वर्ष अगाडिसम्म चाहिँ हामीलाई अलि अस्तव्यस्तै अवस्था थियो। जिल्ला शिक्षा हुनु पर्थ्यो ताँचल, त्यहाँ पनि अब विद्यार्थी सङ्ख्याको आधारमा चाहिँ अनुदान पाइने हो। त्यसको लागि पनि विभिन्न कागजपत्रहरू पुर्याउनु पर्ने। एउटा कागजपत्र नपुग्यो भने त्यो वर्षको अनुदानै नआएको अवस्था पनि 2 साल मभन्दा अगाडिको प्रज्यू हुँदाखेरि 2 साल त अनुदान पनि नआएको अवस्था पनि हामीले खेप्नु पर्यो। त्यो भन्दा धेरै अस्तव्यस्त भयो। अहिले नगर शिक्षा भइसकेपछि चाहिँ जो हाम्रा गुनासाहरू चाहिँ उहाँहरूले सुनिदिनु भएको छ, बेला बेलामा आएर चाहिँ अनुगमन गरिदिनु भएको छ, विद्यालय हेरिदिनु भएको छ। अनि अब जुन खाइपाएको उसमा तलबमा चाहिँ पुग नपुग के छ भनेर चाहिँ उहाँहरूले सोधेर नपुग रकमलाई चाहिँ के कसरी हुन्छ म्यानेज गर्नुपर्छ भनेर चाहिँ उहाँहरूले बेला बेलामा हामीलाई चाहिँ सोधेर के कसो भइरहेको छ, पुगेको छ भनेर चाहिँ गरिदिनु भएको छ। त्यो हुँदाखेरि चाहिँ ठिकै छ नि त, हामीले चाहिँ न्यूनै तलब भए पनि त्यो त नगर शिक्षाले चाहिँ हामीलाई चाहिँ कुनै कन्सेसन नगरिकन दिन सक्ने हुनेसम्म त दिनुभएको छ भनेर चाहिँ हामी खुसी छौँ। उहाँहरूले सोधिरहनु भएको छ, बेला बेलामा अनुगमन आउनुहुन्छ, विद्यालयको अवस्था के छ भनेर बुझ्नुहुन्छ, सोध्नुहुन्छ। त्यो हुँदा चाहिँ पहिलाको अवस्था हेरेर चाहिँ धेरै सुविधाहरू भएको छ, त्यसमा हामी खुसी छौँ। अब आउँदा दिनमा चाहिँ शिक्षकहरूलाई चाहिँ अलिकति समसामयिक तलब भत्ता नहुँदा उहाँहरूको गुनासो बेला बेलामा आइरहेको छ। यसलाई पनि पक्का पनि नगरपालिका प्लस नगर शिक्षाले चाहिँ केही व्यवस्था गरिदिनुहुन्छ भन्ने पूर्ण आशाको साथ हामी आफ्नो कार्य व्यस्ततामा लागिरहेका छौँ। सबैलाई चाहिँ म मेरो यो मनोमय महिला विद्यालयको तर्फबाट र मेरो तर्फबाट चाहिँ उहाँहरूलाई यो 2083 सालको हार्दिक मङ्गलमय शुभकामना। साथै यस विद्यालयमा विभिन्न गाविस, विभिन्न जिल्लाका र यहीँका स्थानीयहरू पनि पढ्न आइराख्नु भएको छ। उहाँहरू चाहिँ एकदम इच्छा राखेर चाहिँ पढ्न आउनुभएको छ। त्यो हुँदाखेरि वरपर कोही अरू दिदीबहिनी पनि पढ्नलाई कोही इच्छा राखेर पनि पढ्न हिचकिचाइराख्नु भएको छ। पढ्न जान आउनु पाउनु भएको छैन, थाहा पाएर पनि आउनु पाउनु भएको छैन, अथवा थाहा पाउनु भएको छैन भने पनि हजुरहरू सबैले आफ्नो आफ्नो घरबाट चाहिँ उहाँहरूको इच्छालाई नमारिदिनु होला। विद्यालयमा चाहिँ मनोमयजू महिला विद्यालय वार्ड नम्बर 9 मा चाहिँ विद्यालय कक्षा 1 देखि कक्षा 8 सम्म विद्यालय सञ्चालन भइरहेको छ। त्यहाँ चाहिँ पढ्दै नपढेका र बिचमा पढाइ छुटेका महिला दिदीबहिनीहरू हजुरहरूको सम्पर्कमा हुनुहुन्छ भने लान्ठोमा विद्यालय छ भनेर चाहिँ उहाँहरूलाई पनि पढ्न पठाइदिनु होला। र हजुरको तर्फबाट के सहयोग गर्न सक्नुहुन्छ, विद्यालय एकदम होइन सहयोगको अपेक्षामा बसिरहेको अवस्था छ, सहयोग गरिदिनु होला भन्ने चाहिँ पूर्ण आशा गर्दछु। यस्तो विशेष विद्यालय चलाउन व्यवस्थापकीय पाटो निकै बलियो हुनुपर्छ। आर्थिक स्रोत जुटाउनदेखि लिएर आमाहरू अनुकूलको वातावरण तयार पार्न विद्यालय व्यवस्थापन समिति निरन्तर क्रियाशील रहन्छ। यस चुनौतीपूर्ण कार्यको नेतृत्व व्यवस्थापन समिति अध्यक्ष उज्जवल अधिकारीले गरिरहनु भएको छ। हरेक विद्यालयको संख्यात्मक तथा गुणात्मक विकासका लागि पूर्वाधार र सम्पूर्ण आवश्यकता पूरा गर्नु व्यवस्थापन समितिको ठूलो हात र चुनौती दुवै हुन्छ। यी सबै चुनौतीलाई चिर्दै अध्यक्ष अधिकारीले धेरै राम्रो कार्य गरिरहनु भएको छ। उहाँको यो सक्रियता पछाडि एउटा बलियो पारिवारिक पृष्ठभूमि र प्रेरणा लुकेको छ। आफ्नै घरमा विवाह गरेर आउने बुहारीहरू शिक्षित भए पनि आफ्नै आमा अशिक्षित रहनु भएको र प्रौढ शिक्षामा गएर पढ्नु परेको अवस्था उहाँले नजिकबाट भोग्नु भएको छ। आफैले आमालाई पढाउने तीव्र इच्छा हुँदाहुँदै पनि आमाले समयमा पढ्न नपाएको पीडा र सङ्घर्ष हेर्दै हुर्कनु भएका उज्जवल अधिकारी आज आफै महिला विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ। त्यसैले उहाँले यहाँ आउने प्रत्येक आमाहरूको पढ्ने चाहना र भित्री भावनालाई राम्रोसँग बुझ्नु भएको छ र
त्यही अनुरूप विद्यालयलाई अगाडि बढाइरहनु भएको छ। आउनुहोस् सुनौ उहाँको आफ्नै अनुभव र आगामी कार्ययोजनाहरू। नमस्ते, मेरो नाम उज्जवल अधिकारी, म मनमै छु, महिला विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष। र यो सुरुवाती दिनमा आजभन्दा करिब 19 वर्ष अगाडि खुलेको विद्यालय हो। तारकेश्वर नगरपालिका वडा नम्बर 9 डाँडागाउँ स्थित छ। यो चाहिँ पहिला मनोमैजू गाविस हुँदाखेरि नै खुलेको थियो। त्यस पछाडि यहाँ चाहिँ खासमा महिला दिदीबहिनीहरू भन्दाखेरि चाहिँ हामीले दिदीबहिनी भने पनि, तर आमाहरूको लागि विशेष गरेर यो विद्यालय खोलिएको थियो। घरमा हामीले चाहिँ पहिला हामी सानो हुँदाखेरि प्रौढ शिक्षा भन्ने जुन चाहिँ पढिन्थ्यो, साँझमा चाहिँ पढाइरहेको हाम्रो आमाहरू पनि पढ्नुहुन्थ्यो, मेरो आमा पनि पढ्नुहुन्थ्यो प्रौढ शिक्षा। अनि त्यो प्रौढ शिक्षा पढ्दाखेरिको एउटा त्यो देखिरहेको थिएँ, बुवा चाहिँ टिचर अनि आमा चाहिँ प्रौढ शिक्षा पढ्ने, अनि आमाको चाहिँ बुवा टिचर भएपछि मास्टर भन्थे, मास्टरनी भएर आमाको नाम हुन्थ्यो, आमालाई चाहिँ पढ्न आउँथेन। अनि प्रौढ शिक्षा पढ्न सुरु गर्दाखेरिदेखि नै आमा सँगसँगै जाँदाखेरि यो महिला दिदीबहिनीहरूलाई चाहिँ यो जरुरी रहेछ, आमाहरूलाई जरुरी रहेछ भन्ने चाहिँ एउटा मेरो मनमा सधैँभरि भइरहेको थियो। त्यसपछि जब निर्वाचित भएर म यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएँ, त्यसपछि विशेष गरेर महिलाहरूलाई, आमाहरूलाई कसरी चाहिँ हामीले यो पढाइ लेखाइमा चाहिँ अलिकति अब्बल बनाउन सकिन्छ, घरको कामहरू चाहिँ गर्दा आत्तिएर बसेको होइन, बच्चाहरूलाई हुर्काउनु, के गर्नु, घरको चुलो सबै कुराहरू गरेर त्यस पछाडि आएर फुर्सदको समयमा पढ्न जानुपर्ने, त्यसपछि त्यो पढ्न इच्छा भएर पनि नपाउने एक त, अनि अन्य धेरै कुराहरूमा त्यो आफ्नो चाहिँ नि अध्ययन नभएपछि रोकिएको जस्तो मैले महसुस गरेको थिएँ। किन भन्दाखेरि आमालाई मैले देखिरहेको थिएँ, जस्तो ब्याङ्कमै तपाईँको चाहिँ नि एकाउन्ट खोल्नु पऱ्यो भने गएर औँठा छाप लाउनु पर्ने अवस्था भइराखेको अवस्था थियो भने, अब अहिलेको बेलामा पनि आजको जमानामा पनि गएर ब्याङ्कमा गएर एउटा आफ्नो एकाउन्ट चाहिँ खोल्दाखेरि औँठा छाप लगाउनु पर्ने परिस्थितिबाट पनि कम्तीमा त्यो खालको एउटा चाहिँ त्यो खालको वातावरण नबनोस् होइन। हाम्रो तारकेश्वरको चाहिँ नि महिला दिदीबहिनीहरू, आमाहरू चाहिँ पढेर आफूले अलिकति ठुलो अब्बल पनि हुन सक्नु होला भन्ने एउटा त्यो चाहना सँगसँगै विद्यालयमा मैले आफ्नो ठाउँबाट मैले गर्ने कोसिस त गरिराखेकै छु। विद्यालयमा हिजोको भन्दा सुविधाहरूको कुराहरूदेखि लिएर हामीले जति पनि गर्न सकेथ्यौँ, जति गरिराखेको छौँ, तारकेश्वर नगरपालिकाले, नगर प्रमुख, उपप्रमुख, वडाज्यूहरूले सबैजनाले चाहिँ सहयोग गरिरहेको अवस्था छ। विद्यालयलाई प्रत्येक आर्थिक वर्षमा 79 पछाडिको प्रत्येक आर्थिक वर्षमा चाहिँ विद्यालयको आवश्यकता अनुसार हेरेर विद्यालयको टिचर्स, विद्यार्थी र त्यहाँको भौतिक संरचना कहाँनिर कति आवश्यकता छ उहाँहरूले आएर निरीक्षण गरेर त्यो निरीक्षण अनुसारको चाहिँ हामीलाई बजेट चाहिँ विनियोजित गरिदिनुपर्छ र त्यही अनुसार कार्यान्वयन पनि भइरहेको छ। हामीले महिला दिदीबहिनीहरूलाई, विद्यार्थीहरूलाई जति दिन सकिन्छ आफ्नो ठाउँबाट सुविधा दिने पनि प्रयास गरिरहेका छौँ। अनि त्यसपछि शिक्षिकाहरूलाई पनि पहिलाको भन्दा केही आफूले उहाँहरूले चाहना गरे जस्तो अथवा दिनुपर्ने जति उहाँहरूको क्वालिफाइड हुन्छ त्यो क्वालिफाइड अनुसार चाहिँ गर्न सकेको छैन अहिले पनि। तथापि पहिलाको भन्दा राम्रो खालको चाहिँ एउटा वातावरण बनाउने भएर उहाँहरूलाई पनि एउटा सेटिस्फ्याक्सन बनाउने चाहिँ एउटा प्रयास गरिरहेको छौँ। त्यही हो। विद्यालयले अब थप योजनाहरू हामीले माथि 3टा रुम पनि थपेको छौँ। एक कक्षा 1मै हामीले त्यसको चाहिँ नि सेक्सन छुट्याउनु पर्ने अवस्था देखेको भएर हामीले कक्षा 1मा पनि कोही एकदमै जान्ने कोही नजान्ने भएको भएर कक्षा 1 भन्दा पनि तलपट्टि हामीले पहिला सानो पढ्दाखेरि सुसु क्लास भनिन्थ्यो नि, त्यही खालको चाहिँ अहिले हामीले प्रारम्भिक कक्षा भनेर एउटा राखेछौँ। त्यसपछि 1 कक्षामा जानुहुन्छ उहाँहरू, प्रारम्भिक कक्षा पास गरेर मात्रै 1मा जाने एउटा व्यवस्थापन गरेछौँ। त्यसपछि त्यो पनि अब 2मा पनि तपाईँको सेक्सनको तयारी छँदैछ। अनि माथि 3टा कोठा थपेछौँ। त्यो विद्यार्थीको सङ्ख्या डेफिनेटली बढ्छ भन्ने छ। त्यो सँगसँगै टिचर्सहरू पनि स्वाभाविक हामीलाई आवश्यक पर्नै हाल्छ। र जति मुख्य गरेर विद्यालयमा अरू चाहिँ सबै कुराहरू हामीले सबै लगभग सुविधाहरू विद्यार्थीहरूको लागि अथवा अन्य भौतिक पूर्वाधारको लागि चाहिँ त्यति धेरै समस्या चाहिँ देखिएको छैन। जति पहिला मैले 79मा पछाडि पनि भनेको थिएँ, पानीको असुविधाहरू थियो, टोयलेटको असुविधाहरू थियो, अरू नै धेरै कुराहरू थियो, सबै अहिले चाहिँ कम्प्लिटली त्यसलाई चाहिँ निल भइसकेको छ। सबै चाहिँ त्यो सुविधा सम्पन्न भइसकेको छ भने अब टिचर्सको चाहिँ एउटा उहाँहरूको जति एउटा बेसिक निड हुन्छ, बेसिक निडलाई पुरा गर्न सकेको चाहिँ अझै पनि छैन हामीले। जति मैले आफ्नो मेरो टिमले चाहिँ प्रयास गरिरहेको छ, तैपनि यो वर्षभित्र कम्तीमा उहाँहरूको बेसिक निड पुरा गर्न सक्ने खालको अथवा एउटा नेपाल गभर्मेन्टले तोकेको कम्तीमा त्यो खालको एउटा बेसिक सेलरी
हामीले व्यवस्थापन गर्ने चाहिँ एउटा प्रयास गरिरहेका छौँ, जुन कुरामा नगर शिक्षा शाखा पनि एकदमै सकारात्मक हुनुहुन्छ। मलाई चाहिँ त्यसको प्रपोजल कसरी ल्याउने चाहिँ के गर्नुहुन्छ, कति बजीबाट पढाउनुहुन्छ, कस्तो हुन्छ, ती सबै कुराहरू मलाई डाटा दिनु होला भनेर शाखा प्रमुखले पनि भन्नुभएको छ। यो कुरा मैले मेयर साहबलाई, मेयरज्यूलाई सबैलाई जानकारी गराइसकेको छु। उहाँहरू पनि एकदमै पोजिटिभ हुनुहुन्छ, किन भन्दाखेरि यो अलि गाह्रो छ कि शिक्षिकाहरूलाई, किन भन्दाखेरि अरू सानो बच्चाहरूलाई पढाए जस्तो सहिलो चाहिँ छैन, यो अति नै गाह्रो। उहाँहरू चाहिँ त्यो उमेर पनि एउटै खालको जस्तो देखिने, अनि राम्रोसँग अलिकति एजको ग्याप हुन्थ्यो बच्चाहरूलाई र अलिकति 15-20 वर्षको 10-15 वर्षको ग्याप हुन्थ्यो भने अलिक डर पनि हुन्थ्यो होला होइन। अनि उस्तै भएपछि उहाँलाई डर पनि नहुने, रिपिटली भन्न पनि चाहिँ अब उमेरअनुसार उहाँले एकदमै चाँडो क्याच गर्न पनि सक्नुहुन्न। अनि भने त्यसपछि हाम्रो एउटा छुट्टै फेरि व्यवस्थापनले अर्को तरिकाको प्रेसर दिइरहेको छ। अब हिजो जस्तो हुँदैन है, अब चाहिँ हामीले रिजल्ट खोज्छौँ है, तपाईँहरूलाई दिने सुविधा हामीले दिइसकेपछि हामीलाई चाहिने रिजल्ट हो, रिजल्ट दिन सक्नु भयो भने त्यो चाहिँ राम्रो हुँदैन भनेर हाम्रो आफ्नो ठाउँबाट आफ्नो एउटा प्रेसर हुन्छ। अनि त्यसपछि विद्यार्थीहरूको एउटा अलिकति उमेरको हिसाबले मन्द हो नि स्वाभाविक कुरा भइहाल्यो होइन। ती कुराहरूलाई अत्यन्त गाह्रोसँग उहाँहरूले त्यो समय व्यवस्थापन गरिराख्नुपर्छ, धेरै मिहिनेत गर्नुपर्छ। हाम्रो यहाँ आउनुभएको टिचर्सहरूले उहाँहरूको लागि चाहिँ सुविधा जसरी पनि गराउनु पर्नेछ, त्यो एउटा अब फर्स्ट प्रायोरिटीमा चाहिँ मैले त्यो राखेको छु। अरू किनभने बेसिक सबै कुराहरू पुगिसकेको छ, पूर्वाधारका कुराहरूमा पनि त्यति समस्या छैन। अहिले अब चाहिँ बस्ने कहाँ, बेन्च कहाँ, डेस्क कहाँ भन्ने पनि छैन, पानी कता छ भन्नु पनि छैन, टोइलेट कता छ भन्नु पनि छैन होइन। अहिले सबै कुरा सुविधा भइसके पछाडि अब उहाँहरूको मात्रै एउटा बाँकी छ, पुरा गर्नुपर्ने छ। कम्प्लिटली भएको छैन, कम्प्लिट चाहिँ गर्छौँ। यस्तो छ, अब उहाँहरूलाई पहिला बेसिक जुन गभर्मेन्टले तोकेको सेलेरी हामीले पुरा गरेर दिन सक्ने खालको अवस्था रहेपछि अनि उहाँहरूलाई सञ्चय कोषको व्यवस्था गर्ने होइन। अनि सञ्चय कोष बाबत काटेर अनि त्यो पनि कुराकानी भइसकेको छ हाम्रो होइन, शिक्षा शाखासँग कुराकानी भइसकेको छ। अनि नगरपालिकासँग समन्वय गरेर अनि उहाँहरूको सञ्चय कोष काटेर जुन सञ्चय कोष बापतको थप रकम जसरी दिने थियो त्यो खालको एउटा बनाउने वातावरण हामीले सिर्जना गरिरहेछौँ। र उहाँहरूको निश्चित अवधि उमेर हदले होइन गर्न नसक्ने खालको अवस्था त्यस्तो बनिसकेपछि नगरपालिकाले त्यसलाई सम्बोधन गर्छ भन्ने खालको कुराकानी भइसकेको छ होइन। र 1-2जना म्यामहरू सम्भवतः अब 1-2 वर्षपछि उहाँहरूको आफ्नो कार्यव्यस्तताले चाहिँ छोड्ने जस्तो पनि कुरा छ। अनि मैले नै अब 1 वर्ष जति अरू हजुरले समय दिनुहोस्, अनि त्यस पछाडि अनि अलिकति तपाईँहरू पहिलाबाट बुझिराखेको होइन, विद्यालयको बारेमा जानिराखेको मान्छेहरू नयाँ आउनुभएकोहरूलाई सहज हुन्छ भन्ने हिसाबले उहाँहरूलाई प्रमुख यो टिचर्सहरूकोमा पनि उहाँहरूलाई प्रमुख चाहिँ भूमिका दिएर राखेको छौँ होइन। अनि उहाँहरूले त्यो टिचर्सलाई पनि ह्यान्डल गर्नेदेखि लिएर विद्यार्थीहरूलाई ह्यान्डल गर्ने सबै कुरा गरिराख्नुपर्छ। र उहाँहरूलाई पनि हामी त्यो खालको एउटा चाहिँ सञ्चय कोषको व्यवस्था गर्ने तयारी गरिरहेको छौँ। साना नानी बाबुहरूलाई पढाउनु र आफ्नै आमा वा हजुरआमा उमेरका विद्यार्थीहरूलाई पढाउनुमा आकाश जमिनको फरक हुन्छ। यहाँ पढाउने शिक्षक शिक्षिकाहरूमा अद्भुत धैर्यता र सम्मानको भाव देखिन्छ। आफ्नो कापीमा अक्षर कोर्न सङ्घर्ष गरिरहेको आमाहरूलाई शिक्षकहरूले कसरी शिक्षण गराइरहनु भएका छन् त? म यो स्कुलमा पढाउन थालेको 11 पुरा भएर 12 वर्षको अहिले उमा चल्दैछ राउन्डमा। अनि त्यही भएर अब यहाँ त पहिला म त अब कसरी आएको भने पहिला यो स्कुलमा आउँदाखेरि म टिचिङ प्र्याक्टिसमा बिएडको 3rd इयर टिचिङ प्र्याक्टिस हुँदै थियो। म ग्रामीणमा पढेको थिएँ, तर उमेर गए पनि म धेरै पछि पढेको, अनि त्यही कारणले टिचिङ प्र्याक्टिसमा आएको थिएँ। त्यसपछि आउँदै यहाँको विद्यार्थीहरूले अनि मलाई 1जना टिचर खाली रहेछ, अनि उहाँहरूले नि अनि म्यामलाई गएर पठाएर अनि त्यसपछि म आएको हो यस स्कुलमा बुढाबुढीलाई पढाउनको लागि। भर्खरको लिएर आउने जस्तो कुरा रहेछ यहाँ होइन, उहाँलाई नि लिएर आउने, उहाँले पढाउनु भएको हामीले सबै बुझ्यौँ। टिचिङ प्र्याक्टिसमा त आफ्नो नम्बरको लागि हामीले जान्नुपर्छ, अनि त्यसैको लागि आउँदाखेरि नि म यस स्कुलमा उपस्थित भएको हो म्याम। अनि यहाँ पढाउनको लागि त अब गाह्रो छ, बच्चाहरूलाई जस्तो चाहिँ छैन। एकदमै आफूले मजासँग बुझाउन सक्नुपर्छ, बुझाएर मात्रै हुँदैन, लेख्ने शैलीहरू पनि दिनु सक्नुपर्छ उहाँलाई। त्यसपछि अनि बुझाउन त उहाँहरू बुझेर आइसक्नु भएको छ, अनुभव मजाले छ उहाँसँग, तर उहाँले चाहिँ हामीले के गर्नुपर्छ, लेख्न सिकाउनुपर्छ। मुख्य विषयवस्तुलाई दिएर नि उहाँहरूलाई लेख्न सिकाउनुपर्छ। 11 वर्षको अनुभव छ तपाईँसँग, महिला दिदीबहिनीहरूलाई पढाउनु भएको छ। उहाँहरू अब कति त पढाइबाट वञ्चित नै भएर आउनु भएको छ, कतिको इच्छा हुँदा पनि पढ्नु पाउनु भएको छैन नि त। अनि भन्नुभयो एकदमै गाह्रो छ भनेर,
आफूले पढाइरहँदाखेरि चाहिँ उहाँहरूलाई एक्जाम त पक्कै यहाँ हुन्छ, एक्जाममा आउने रिजल्टले चाहिँ कतिको सन्तुष्टि दिन्छ तपाईँहरूलाई? अब आफूले कति बुझाउन सकिएछ त्यसमा त एकदम सन्तुष्टि नै छु। आफूमा भर पर्दो हुन्छ। त्यसपछि उहाँहरूलाई चाहिँ बच्चाको जस्तो तुरुन्तै बुझिहाल्ने दिमाग चाहिँ छैन। एकचोटि पढ्नुपर्छ नि 5औं 6औं पटक पनि उहाँहरूलाई एकदमै हामीले ओभरअल के एकदमै पढाइरहनु पर्छ म्याम। अनि त्यसपछि बल्ल उहाँहरूले बुझ्ने कोसिस गर्नुहुन्छ। अनि लेख्ने शैली पनि त्यस्तै किसिमले गराउनुपर्छ। अनि आज पढाएर गयो, फेरि भोलि म यति आज थोरै पढाउँछु अनि भोलि फेरि म लेखाउन तपाईँहरूलाई पालो गर्छु है बोर्डमा भनेपछि हस् भनेर उहाँहरूले आज जति लेखाएको छ फेरि भोलि उहाँहरूलाई त्यति नै गरेर लेख्न सक्ने क्षमता चाहिँ उहाँलाई बढ्छ। पढ्ने इच्छा चाहिँ कतिको राख्नुहुन्छ उहाँहरू? एकदम पढ्न इच्छुक हुनुहुन्छ, एकदमै खुसी हुनुहुन्छ उहाँहरू। किन भन्दा पहिला पढ्नु भएको थिएन, सानो उमेरमा अब विभिन्न आफ्नो उसको कारणले गर्दाखेरि पढ्नु भएको थिएन। यहाँ आएपछि हो यो स्कुलले गर्दाखेरि त म त धेरै खुसी छौँ म्याम। हामी त्यत्तिकै बस्दाखेरि कस्तो हुन्थ्यो घरमा, एकदम डिप्रेसनमा गए जस्तो हुन्थ्यो, उहाँहरू एक्लोपन हुन्थ्यो। उमेरले छेक्दो रहन्छ पढ्नलाई भनेर यहाँ चाहिँ त्यो नै छ म्याम, खुसी छ। पढाइको साथसाथै उहाँहरूको रुचि केमा देख्नुहुन्छ? जस्तै बच्चाहरूमा हुन्छ नि, उहाँहरूको रुचि अनुसारको के गर्नुहुन्छ उहाँले? बच्चाहरू जस्तो त उहाँहरू बढी खालि यो बिदा भयो भने पढ्नै खोज्नुहुन्छ। अनि कहिलेकाहीँ यस्तो घुमफिर गर्न पनि खुसी नै हुनुहुन्छ उहाँहरू। अनि त्यसपछि कहिलेकाहीँ यस्तो हाजिर जवाफ यस्तो कार्यक्रम भयो भने पनि भन्न सक्नुहुन्छ, खुसी नै हुनुहुन्छ। अब खेल्ने कुराहरूमा त त्यति खास हुँदैन। नाच्ने कुरामा चाहिँ हाम्रो स्कुलमा अगाडि नृत्य प्रतियोगितामा चाहिँ धेरै राम्रो छ। सङ्गीतहरूमा यताउता गर्दाखेरि त चाहिँ राम्रो छ। तपाईँ के भन्न चाहनुहुन्छ अन्य महिला दिदीबहिनीहरू जो पढ्न चाहिरहनु भएको छ तर पढ्न पाउनु भएको छैन भने उनीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? उहाँहरू यसरी पढिरहेको छैन म भनेर निराश कोही पनि नहुनु होला। यहाँ आउनुहोस्, महिला विद्यालय छँदैछ, हामीले पढाउने उनी छ सबैसँग। त्यसपछि उहाँहरू त्यत्तिको ओहो मैले पढ्न पाइनँ है आज भनेर निराशमा कोही पनि नबस्नु होला। सबै कुरो जान्छ। सानो स्कुल लेभलको जस्तै हामीले पनि सरकारी स्कुल सबै कोर्सहरू यहाँ पढाइ भइरहेको छ। अब कुनै पनि फरक छैन, सरकारी स्कुलको जस्तै हो, हाम्रो सबै एउटै हो। अब त्यसरी सबै निराश भएर नबस्नु होला। हामीले दिने शिक्षाहरू दिइरहेको छौँ निरन्तर, त्यही नै। हिजोसम्म बैङ्कमा जाँदा बुढी औँलाको छाप लगाउनु पर्दा हीनता बोध गर्ने छोराछोरी वा नाति नातिनाको किताब हेरेर टोलाउने आमाहरू आज आफै पढ्न र लेख्न सक्ने हुनुभएको छ। यो विद्यालयमा आउने प्रत्येक आमाको एउटा छुट्टै कथा छ, एउटा छुट्टै सङ्घर्ष छ। सुनौ उहाँहरूको मन छुने कथा। My name is Uma Gimire. I live मनमाइजू डाँडा गाउँ। I read in class 5. अहिले म कक्षा 5 मा पढ्दैछु। इङ्ग्लिस चाहिँ मैले यति मात्रै बोलेँ म्याम, त्यहाँभन्दा अलिक आउँदैन है। पहिला चाहिँ हामीले अब 15 वर्ष अगाडि स्कुल खोल्दाखेरि सञ्चालकमा म 5 वर्ष बसेँ। अब नपढे पनि त्यतिखेर अब कस्तो भने पढ्नु भन्दा नि जानेर त्यस्तोमा अब बस्यो म्यामहरूले। अब हामीभन्दा ठुला दिदीबहिनीहरू अब उहाँहरू पढ्नुभएको अलि धेरै। अब म चाहिँ खासै त्यस्तो होइन, अब अलिअलि आफ्नो नाम मात्रै चाहिँ लेख्न सक्थेँ, त्यहाँभन्दा त थिएन। अनि अब त्यतिखेर चाहिँ स्कुल खोल्दै गर्दाखेरि पहिला गाविसमै खोल्यो हामीले। अनि मेरो त्यतिखेर गाविसमा कोठा नपुगेर मेरो घरमा पनि एउटा सटर घरैमा राखेर मैले 1 वर्षको भाडा पनि लिइनँ, यहाँ स्कुल बनाउनु पाएको थिएन। अनि त्यतिखेर चाहिँ त्यसरी पढ्यो। त्यतिखेर बच्चा सानो भएको, अब आफ्नो खेतीपाती त्यस्तो कारणले म पढ्न पाइनँ। अनि अब बच्चाहरू मेरो नानीहरू दुईटा बाहिर गए पढाइको लागि। अनि बल्ल अब म के गरौँ त, घरमा बसेर म निराश भएँ। पसल पनि छोडेँ, पसल पनि थियो त्यतिखेर। अनि त्यहाँबाट अब के गरौँ भन्दा नानीहरूले ल पढ्न नजानुहोस्, म तपाईँ पनि आफ्नो खोल्या स्कुल आफै पढ्न जानुहोस् भनेर अहिले म 3 वर्ष भयो यहाँ स्कुलमा पढ्न थालेको चाहिँ। 1 कक्षा पढेँ, 2 कक्षा नपढेँ, 3 कक्षा पढेर अनि 4, 5 अहिले 5 मा पुग्यो। अब यहाँ आउँदा रमाइलो त छुट्टै छ। अब किनभने यो उमेरमा पढ्न पाउँदा होइन एकदम रमाइलो छुट्टै छ। त्यहाँमाथि आफैले खोलेको स्कुल एकदम खुसी छु। मैले यो स्कुलमा छिरेपछि मेरो घरमै छिरे जस्तो लाग्छ मलाई। किनभने आफूले इँटा ढुङ्गा बालुवा गिटी सबै हामीले उहाँबाट ओसारेरै यहाँ बनाएको हो है। हाम्रो दिदीबहिनीहरू 36 जना थियौँ हामीहरू।
त्यसरी बनाएको दुःख गरेको स्कुल घरको जस्तै माया लाग्छ म्याम। हामीले कतिपय पैसा पनि हालेका छौँ है, त्यही भएर धेरै नै माया लाग्छ। अनि त्यहाँबाट अब अहिले पढ्न पाउँदा अब म्यामहरूले नि हामीलाई राम्ररी पढाउनुहुन्छ, तर अलि उमेर गएपछि चाहिँ म्याम हामीलाई अलि बुझ्नलाई गाह्रो हुँदो रहेछ। भन्यो पढुन्जेल बुझ्यो, अनि एकछिनपछि चाहिँ फेरि घर पुग्दा म्यामले कुन होमवर्क दिनुभएको थियो हामीलाई भन्ने, त्यो चाहिँ अलि अब बढ्दो उमेरको भए आउँथ्यो होला, घट्दो उमेरको भएर दिमाग पनि घट्दै जाँदो रहेछ। त्यसमा चाहिँ खुसी छौँ, तर म्यामहरूले नि एकदम राम्रो छ, तर उहाँहरूलाई पारिश्रम चाहिँ अलिक थोरै छ होइन। जति हामीलाई घोटेर पढाउनुहुन्छ त्यसको अनुसार चाहिँ उहाँहरूलाई तलब चाहिँ एकदमै थोरै छ। अब अर्थ चाहिँ ठिक छ म्याम, हामीलाई अब खुसी छौँ, विद्यार्थीहरू सबै खुसी हुनुहुन्छ। नमस्कार, मेरो नाम सोमा तामाङ हो। म जरङघुमा बस्छु। क्लास 1 देखि नै अहिले 76 सालदेखि पढेको, कखदेखि नै सिकाउनु भएको म्यामहरूले। त्यही भएर मलाई एकदम रमाइलो पनि छ, खुसी पनि छ। आफूले 1-2वटा अक्षर चिन्नु पाएँ पहिला भन्छ, मलाई धेरै खुसी छ म्याम। अनि 8 वर्ष भयो। यो गत वर्षमा पनि हामीले 8 क्लासको इक्जाम दिएको हो, तर सफल हुन्छु भनेर पढाएको छु, गरेको थियो, भएन म्याम। अब फेरि दोहोऱ्याएर पढाएको छु, फेरि सफलता हुन्छ भनेर पढिरहेको छु म्याम। सकेसम्म हुन्छ होला सायद होइन। अनि एसएलसीसम्म पनि पढ्न इच्छा छ म्याम। अनि पढ्न त अब कोसिस गरिरहेको छु। घरमा अलिक समस्या छ फेरि मेरो, सबै आफूले नै हेर्नुपर्ने छ। त्यही कारणले पनि अलि अब आउनै अब कर्तव्य घरमै बस्नुपर्ने बेलामा चाहिँ म आउनु सक्दैन म्याम। भने म दिनकै पनि आउँछु, तर पनि अब कति कोसिस त हामीले गरेको, अब सफल त भएन। अब चाहिँ गर्छु भनेर गरिरहेको छु, हुन्छ होला। समाज तब मात्र साक्षर र सभ्य हुन्छ जब घरकी महिला शिक्षित हुन्छन्। मनमैजु महिला माध्यमिक विद्यालयले केवल साक्षरता मात्र बाँडेको छैन, यसले वर्षौंदेखि दबिएका आमाहरूको आत्मविश्वास र आत्मसम्मानलाई बिउताइदिएको छ। उमेर केवल एउटा संख्या मात्र हो र दृढ इच्छा शक्ति भएमा जुनसुकै उमेरमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश यस विद्यालयले सिङ्गो देशलाई दिइरहेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष श्यामकृष्ण महर्जनले महिला शिक्षाको संवेदनशीलता र यस विद्यालयको महत्त्वलाई नजिकबाट आत्मसात गर्नुभएको छ। हाम्रो 9 नम्बर वडामा 9 नम्बर वडा कार्यालय प्राङ्गणमा रहेको मनमैजु महिला विद्यालय एक मात्र छन् हाम्रो तारकेश्वरभरि। अहिले 8 क्लाससम्म छ। म के भन्न चाहन्छु भन्दाखेरि 9 नम्बर वडावासीलाई मात्र नभएर तारकेश्वरवासी जुनसुकै घरमा बसिरहेका महिला दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पढाइ सँगसँगै एउटा सिपमूलक जुन हामीले सुरुवात गरिसकेका पनि छौँ, जुन बालबच्चाहरूलाई दिनुपर्ने संस्कार पढाइदेखि लिएर सबै हेर्नको लागि चाहिँ पहिलो प्राथमिकता साथ महिला दिदीबहिनीहरूलाई चाहिँ पढाइ सुरु भइसकेको अवस्था छ। आउनुहोस् होला 9 नम्बर वडाको प्राङ्गणमा रहेको महिला विद्यालयमा, मनमैजु महिला विद्यालयमा अहिले केही नभइकन 160-70 जना विद्यार्थी छन्। महिला दिदीबहिनीहरू धेरै राम्रो गरेका पनि छन्। अझ त्यो नपुगेर सेक्सन वाइज छुटाएका पनि छौँ हामीले। जुन गत वर्ष मात्र हामीले चाहिँ 25 लाख रु 25 लाख बराबरको चाहिँ भवन एक तल्ला चाहिँ माथि उठाइसकेका पनि छौँ। महिला विद्यालयहरू नि राम्रो हुँदै गएको छ। उहाँहरूलाई चाहिँ निःशुल्क रूपमा महिला दिदीबहिनीहरूले पैसा तिर्न नपर्ने गरी पहिला चाहिँ पैसा तिर्नुपर्ने थियो, महिनाको 500, त्यसरी अहिले निःशुल्कै रूपमा चाहिँ हामीले सेवा उपलब्ध गराएका छौँ। यी साहसी र लगनशील आमाहरूको शिक्षाप्रतिको यात्रा अनवरत अगाडि बढिरहोस्। हाम्रो तर्फबाट हार्दिक सम्मान र शुभकामना।